के गर्दै हो नानी? म रिपोर्ट बनाइरहेको छु। अनि भोक लागेको छैन? भोक लागेको छ नि, मलाई कस्तो अझ ननभेज खाना मन लागिरहेछ, बनाइदिनुहुन्छ र? भइहाल्छ नि। मैले अघि भन्छु भनेको थिएँ, ल हस्। हेर यो दुईटाको लोकाचार अब अर्डर दिएपछि खाना बनाउनै पर्यो रे। अनि मलाई क्यामेराम्यान बनाएर अब आफूले चिकन ग्रेभी बनाउँछु न लाइहालेँ मेरी बुढी। कति दिमाग नलागेको, अब तेल हालेर जिरा फुराउन लाइहालेँ। अब त जिरा डढ्यो, अब उसलाई होस् पत्ता केही छैन। अब ओए प्याज नहालेर मासु हालेर भुट्नलाई होइन यो कुन स्टाइलले पाक्छ भन्दै रिसाउँदै भिडियो बनाउनु लाग्यो। अनि त्यसपछि मजाले भुट्न त भुटी कतिखेर हो भनेको हेर्नु न, मासु भुट्दैछ अनि यता बल्ल प्याज काट्दैछ। कति ढिलो काटेको भनेर 3 घन्टा लाएर त्यति प्याज सकि काटेर होइन। अब ग्रेभी बनाउने भन्दै यति धेरै प्याज काटेर टमाटर काट्न सुरु गरिहालेँ। यो मेरो बुढीलाई कसले सम्झाओस्, यो पैसा कहाँबाट आउँछ यसरी उडा मान्छे आएको खुर्सानी पनि त्यति धेरै काट्छ। उता बहिनी महारानी मोबाइल चलाएर बसिए, मलाई क्यामेराम्यान बनाखान्। अब मसला नि चाहियो अरे, यता मासु डढिसक्यो थाहा छैन, ढिलो गरे यस्तै हुन्छ नि भन्दै प्याज हाल्यो एउटा कुनामा होइन। अनि अब अघि कुटेका तिनी लसुन ससुन मजाले हालेँ होइन। अनि अब मजाले घोल्न थालेँ। खै मिठो नि हो कि नै, अब यिनीहरूका दुई बहिनीका कुरा, नन्द भाउजूका कुरा भन्दै रिसाउँदै भिडियो बनाउँदै थिएँ। हेर्नुहोस् ले त बेद पारेर अलिअलि पहेँला गराइ त अब मासु पाकेर कालो भइसक्यो। अहिलेसम्म प्याज पाक्दैन, लसुन पाक्दैन, के गर्ने होलान् भन्दै हेर्दा अहिलेसम्म नुन पनि हालिरहन्छ, बल्ल राख्दैछ। मेरी बुढी तिमीलाई कसले पकाउन सिकायो? अब त पाकेर रेडी हुन्छ भनेको टमाटर हाल्छु। मान्छेलाई भोक लागिसक्यो, पकाउन 3 घन्टा लाउँछन्। अब फेरि के जातिबिती मसला ठकेखान् खुब राम्रो बनाउँछु भन्दैछ र अब हेर मैले साथीहरू अन्तिमसम्म कस्तो हुन्छ। मेरो त टाउकै दुखिसक्यो, भोक लागेर पेट दुखिसक्यो, आन्द्रा तिता पेट गिला भइसक्यो। अघि हेर्दा त नमिठो नमिठो देखिन्थ्यो, अहिले त हेर्दै खाम खाम लाग्ने पो बनाउन थालेँ। अब यसरी थम्सअप दिइसकेपछि अब तँलाई दिन्छु कि अब म खाएर अगाउँछु भनेको होइन, मेरो नन्दलाई प्लेटिङ गरेर दिन्छु भनेर पो लक्ष्य बाभुजा हालेर होइन। अनि मेरो पालो रिस उठ्यो, अब चाहिँ अब लड्नै पर्छ भनेर अब क्यामेरा नि गर्दिनँ भनेर गएको। अब हेर्नुहोस् यस्तो छ नानी ल रेडी भयो चिकन ग्रेभी र भुजा। थ्याङ्क यू। बाबु पनि लिनु नि त अब। बडा नाटक पारिछ बुड्कीले सही नखाएर आज थ्याङ्क यू र थ्याङ्क यू थक्क लाग्छ। टेस्ट गरेर भन्नु त कस्तो छ? मिठो, थ्याङ्क यू।